यति बेला मसँग एउटा रचना छ, सुनाउँछु। सधैँ हतार हुन्छ घरबाट निस्किन, दौडन्छु क्लियर ब्याग बोकेर, पुग्छु डेराको ढोकाबाट कुनै कार्यालयको ढोकामा। दौडन्छु क्लियर ब्याग बोकेर, पुग्छु डेराको ढोकाबाट कुनै कार्यालयको ढोकामा। फर्कन्छु घरबाट बोकेका आशालाई निराशामा बदलेर। दौडन्छु कागजात बोकेर सरकारी कार्यालयमा। फर्कन्छु आजै सक्नुपर्ने तर अधुरै काम बोकेर, अर्को दिन हतारोमा निस्किने गरे। कुनै एक दिन कुनै एक पटक त दौडिएको थिएँ, मन र मुटुमा माया, सम्झना, विश्वास र भरोसा बोकेर। फर्किए सब थोक छोडेर फेरि नदौडिनै गरी। सधैँ निस्किन्थे हतारोमा घरबाट, फर्किन्थे सुस्तरी कहरबाट। यो रहर अनि कहर के को हो? यो सधैँको हतारो के को हो? नाइ हतारो गराइदिएको हो समयले। कस्तो समय? बेरोजगारी र गरिबीको समयले, व्याप्त कुशासनको समयले, स्वार्थलाई गोजीमा बोकेर कुरिरहनेहरूको समयले, दया, माया, इमान्दारिता, स्वच्छता र निष्कपट नभएकाहरूको समयले, अझ भनौँ धोकेबाजहरूको समयले। हतारो गराइदिने त यस्तैको समय त रहेछ। किनकि सङ्घर्षबाट जन्मिने सफलता र हतारो नहुने स्थिरता त हतारोले होइन, मेहनत र सङ्घर्षको अनि धैर्यताको समयले दिन्थ्यो होला नि। त्यस्तै अहिले म खास समय कुरिरहेको छु।